आज चाहिँ म फेरि यहाँ नयाँ रेसिपी त के भन्नु आमाको डिमान्डमा फेरि यहाँ नयाँ डिस बनाउन आँटेको फर्स्ट टाइम बनाउँदैछु म पनि यहाँ चाहिँ आलु होइन त्यसपछि प्याज एउटा यहाँ आलु इस्कुस अनि बन्दाकोपी सानो सबै मिक्स गरेर चाहिँ यसको चाहिँ प्याजी पकौडा वाटेभर के भन्छ होइन साग हजुर साग पनि लगाए मिठो हुन्छ साग बेलुका नखाउँ ग्यास्ट्रिक हुन्छ हौ भुँडी दुख्छ झन् अब हेरौँ यसको कस्तो के हुँदो रहेछ अन्त म यसको उयो दिन्छु मिठो हुन्छ हुँदैन बनाएर पहिला अनि त्यहाँदेखि देखाउँछु म तपाईँहरूलाई यो चाहिँ अब पकाउनु लागि रेडी हुँदैछ हो रेडी भयो हाम्रो चाहिँ स्टार्ट भइसकिसक्यो हो यो इस्कुस आलु कोपी प्याज कतिवटा भयो चारवटा मिक्स है चारवटा मिक्स आइटमको प्याजीहरू चाहिँ पकौडा हो पनि ल अब यो सबै रेडी भएर पाकिसकेर देखाउँछु हो देखिरहेछ अब यो चाहिँ म ट्राई गर्छु मिठो छ कस्तो भएछ आमा मिठो अचारसँग खानु